अनि के हो त एक दिन म खान्न भन्दाखेरि तिमीलाई यत्रो रिस चाहिँ किन भयो त अनि कस्तो यसमा ल्याङको के कुरा हो त अनि एक दिन म खान्न मलाई खानु मन छैन भन्न नपाउने त खान मन छैन भनेको बेग्लै हो तर मैले खाएँ अब तिमी खाऊ एक्लै भन्नु बेग्लै हो अनि मैले दिउँसै भनेको थिइनँ मलाई भोक लागेको छ मैले चना खाएँ एक बोटुको भने कति बेला भन्नु चना कति बेला चना खाएँ भन्नु अरे भोक चाहिँ लाग्यो भन्नु भने मैले के भने इसाराले भने कि पकाइसकेर खानु मन अनि त्यो त रिसै उठेको थियो भने किन हाँसेको त फेरि यसको मतलब तिमीलाई रिस उठेको छैन यो ठाडो देखाएर आउनु त के बनाइरहेको छौ त्यसले अचार बनाइरहेको छ त के हो तपाईँले भिन्डी र आलु भिन्डी र आलु अनि दाल हेर न हरियो दाल के को दाल हो हरियो रङ हालेर बनाएको दाल रहेछ अनि को कहाँ छ हरियो दाल आँखा पनि देख्नु हुँदैन कहाँ पहेँलो दाल छैन यो पहेँलो दाल हो यो त पहेँलो दाल क्यामेरामा त हरियो आउँदैरहेछ मख खिच्दाखेरि फेरि कति मख पर्छ यहाँ त छाडेको रिस सब बिर्सी अहिले अन्त दुनियाँभरिको इफेक्ट लाउनु भएको छ अनि हरियोलाई रातो रातोलाई पहेँलो इफेक्ट र क्यामेरा देख्दाखेरि उसको रिस पनि कहाँ गयो थाहा छैन उठिरहेको के उठेको छ कति उठ्यो त कति फिट अचार मिठो रहेछ र म त्यसमा हालिदिन्छु बाफ्रे कति मिठो अचार हौ गाँठे तपाईँले खानु पाउनु भएन भाग्यमै रहेछ मेरो भाग्यमै छैन